ल आज चाहिँ यो ब्यादी गाउँपालिका वार्ड नम्बर 4 यो विशेष चाहिँ हाम्रो चाहिँ ब्यादीको फाँट स्पेशल ब्यादीको फाँट भनेर त यो बराचौरतिरको फाँटलाई पनि इङ्गित गर्छ होला, तर चाहिँ हाम्रो यो आफ्नै यो चाहिँ आफ्नो एउटा चाहिँ अपनत्व छुट्टै एउटा चाहिँ परिचय बोकेको यो ब्यादी वार्ड नम्बर 4 को फाँट, जसले यो पुरै तल्लो बेल्ट वार्ड नम्बर 4 को तल्लो बेल्टलाई यसले आत्मनिर्भर बनाएको छ। लगभग यो लिङ्सिया गाउँकै यो अन्न भण्डार भनेर पनि चिनिन्छ अर्को नामले। र यो फाँटको चाहिँ रोपाइँलाई यसो चाहिँ आज थोरै समय भए पनि यसो क्लिप्स गर्ने अवसर मिल्यो। अझै पनि हाम्रो चाहिँ म्यान पावरका हिसाबले ती 3 हल गोरु अब यसरी एकै ठाउँमा, एक हल माथि र उपल्लोमा छ, यसरी 3 हल गोरु 7-8 वटा चाहिँ बाउसीहरू। खेतारीको उपस्थिति छैन यहाँ अहिले। उता माथि रोप्दै हो, उहाँ चाहिँ खेतारीले रोप्दै हुनुहुन्छ, उहाँबाट यहाँ आएको। यो चाहिँ विशेष फाँटको जुन सेन्टर पोइन्ट पनि हो, यो माझ हो र यो माझको रोपाइँ आज चलिरहेछ। यसरी तल हाम्रो पुछारदेखि सरर यो फाँट यता हरियो भइसकेको अवस्था छ। यसरी चाहिँ हाम्रो रोपाइँ चाहिँ चलिरहेछ। अहिले विशेष गरेर उहाँ बुवाको रोपाइँ हो। रुक्मागत भुषाल हुनुहुन्छ उहाँ, साह्रै पौरेखी मेहनती मान्छे। उहाँका सन्ततिले अझै पनि चाहिँ यो थलो पुर्खालाई अझै पनि हामीले बिर्सन हुँदैन, बाबुबाजेको थलो हो भन्ने हिसाबले राखिरहनु भएको छ। उहाँका छोराहरूले चाहिँ गर्दाखेरि यो गाउँ हराभरा छ, रमाइलो छ। यसरी चाहिँ गोरुहरू सलक्क चाहिँ 2-3 हल गोरुहरू एउटै गरामा अब चाहिँ यो असारमा चाहिँ माटो जोतेर खोक लगाउँदाखेरि यहाँका चाहिँ हली बाउसीहरूले चाहिँ गाएको चाहिँ ओहो र अहोइको गीत, खेतारीहरूले गाएको असारे र चाहिँ रोपेको रोपो पक्कै पनि प्राकृतिक हिसाबले अहिले सबभन्दा बढी खुसी छ भने किसानै छ। किनभने किसान व्यस्त छ, जो मान्छे आफ्नो मेहनतमा व्यस्त हुन्छ त्यो सधैँ खुसी रहन्छ। यसरी हाम्रो फाँटलाई हराभरा बनाएर अब चाहिँ हामीले यहाँबाट प्रशस्त धान उत्पादन गरिन्छ। विशेष लोकल किसिमका अनदी, जर्नेली अब चाहिँ आएर चाहिँ हाम्रा चाहिँ जुन लोकल जात हुन्, यो थापा चिनी, अनि आएर हाम्रो यहाँ एकदम राम्रो उत्पादन हुने भनेको अहिले नेपालमै एकदम प्रचलित यो चाहिँ सामा क्वालिटी, एकदम सामा क्वालिटीको धान राम्रो फल्छ यहाँ। तपाईँले केही भन्नुहुन्छ र हजुरकोले पनि यसरी चाहिँ फाँटमा एउटा चाहिँ उदाहरणीय काम गर्नुभएको छ हैन र। सबैलाई चाहिँ देश विदेश गरे पनि आफ्नो माटोलाई चाहिँ नबिर्सन भनेर भनिदिनुहोस् नि तपाईँले। ल ल भाइले भनिदिए पनि हुन्छ। ओके, कान्छाले भनिदिन्छ बरु। ए उता ल अब यहाँ चाहिँ यो प्रत्यक्ष लाइभ गर्दैछस्, यहाँबाट उता जान सकिनँ कि म है। ल है, यो कम्प्लिट लाइभ आउँदैछ। तपाईँहरूले केही यसो चाहिँ शब्दहरू राखिदिनुहोस्। यो पक्कै पनि व्यस्त हुनुहुन्छ तपाईँहरू, किसानहरू व्यस्त हुनै पर्यो। म त अब व्यस्त छैन भन्दा पनि हुन्छ। यसरी डुलेर हिँड्ने मौका छ मलाई। ओके, मौकामा चौका मारेको। ल है, अब 40 खन्न सलक्क भ्याइएछ। अब जति छ डाँडा खन्न छ अरे, डाँडा खन्न त यो भ्याइएछ है। लगभग फाँटको अन्तिम रोपाइँ हो क्या यो, अन्तिम रोपाइँ र विशेष रोपाइँ एकै छ। गरामा चाहिँ 3 हलले एउटै मेलोमा 3 हलले अहिलेसम्म सायद कसले रोप्यो होला र 2 हलले त धेरैले रोप्नु भयो होला हैन र। ल यस्तै चाहिँ एउटा पौरोखी किसान हुनुहुन्छ डिलामुनि किस्ने दाई। उहाँका गोरुको नाम BMW र किम जोङ अरे, खतरा छ नामै गोरुको। एउटाको BMW, एउटा किङ जोङ।
यहाँका त त्यो BMW र किङजोम नाम खतरा आइछ देख्दाखेरि त बडा चाहिँ लुरे। यहाँका यी हेर्ने हो भने त चाहिँ हामीले त उजो भन्न मिल्छ जर्ज डब्लु बुश, अझ भन्दा पनि अझ कोही खतरा छ भने डोनाल्ड ट्रम्प हुन् हाम्रा त यी त है। ल एकातर्फ चाहिँ विश्व जगत अब अहिले चाहिँ फुटबलले चाहिँ जमाइरहेछ। अब मेसीले अर्जेन्टिनाले जित्दिए हुन्थ्यो भन्ने मेरो एउटा अपेक्षा पनि छ है। फेरि पुरानो खेलाडी हो, अहिले एकचोटि उचालो, अझ एकचोटि यो चाहिँ यो 26 को चाहिँ उसै मेसीलाई उचाल्ने चाहिँ शुभकामना पनि दिन्छु है मैले। मेसीले चाहिँ अहिलेको वर्ल्ड कप उचालोस्, अरू बरु जता जानी जाउन्। तपाईँ खै केही राख्ने होइन र विशेष यो त चाहिँ रिपोर्टिङ भएको हुनाले अब अब समग्रमा अब यो फाँटको रोपाइँ यसरी चलिरहेछ। अब कतिपय हाम्रा चाहिँ हाम्रै चाहिँ सहोदर दाजुभाइहरू पनि विदेशतिर अब एउटा चाहिँ मेसिनरी एउटा टेक्निकल काममा हुनुहुन्छ, यतातिर अब टक्क टक्क पनि पार्ने मान्छेहरू पनि हुनुहुन्छ होइन। अब जसरी पनि चल्छ क्या संसार, चलाउनु पऱ्यो नि त। अनि अब तपाईँ यसरी चाहिँ एउटा आधुनिक एउटा ठिटो जे होस् भर्खर चाहिँ 24-25 वर्षको ठिटो हुँदाहुँदै पनि अब गाउँमा चाहिँ मै समृद्धि खोज्नुपर्छ भन्ने हिसाबले यसरी चाहिँ आफ्नो परम्परागत कुराकानीहरूलाई बिस्तारै आधुनिकतातिर ल्याउनु नै युवाको समृद्धि हो। हामी चाहिँ कायर भएर हाम्रा सानातिना समस्याबाट भाग्न हुन्न, हामी समस्या समाधान गर्नुपर्छ भन्ने हिसाबले लागेको एउटा जुझारु व्यक्तित्व चाहिँ कृष्ण चाहिँ भुषाल को जो रोपाइँ हो यो। र उहाँले अब केही कुरा यसो राखिदिनुहुन्छ कि के छ। अब युवाहरू जति पनि देश विदेशमा छन् हाम्रा चाहिँ यो लोकल दाजुभाइहरू, उहाँहरूको लागि यसो केही अब गरे के हुँदैन र होइन। गाउँमा पनि समृद्धि छ। अब हाम्रो यसरी चाहिँ नयाँ चाहिँ जे पनि छ यहाँ नभएको केही पनि छैन। ल ल राखिदिनु त तपाईँले। यहाँ गरे चाहिँ जे पनि छ, खेतीयोग्य जमिन बाँचिएका छन्। अब हामीले अब बाख्रादेखि लिएर भैँसीदेखि सबै पालेर पाल्ने ठाउँ घाँस त्यसको पनि अभावै छैन, कुनै कुराको अभाव छैन। एकदम घाँसे मैदान छ। खाना पनि अर्ग्यानिक अर्ग्यानिक उत्पादन अर्ग्यानिक अर्ग्यानिक अनि त्यो बसी हाम्रो शरीर पनि स्वास्थ्य हुन्छ। तराईतिर जाने बसाइसराई गर्ने यो भनेको रोग हो, एउटा रोग निम्ताउनु छ पनि बसाइ सर्दा हुन्छ। त्यही भएर आफ्नो गाउँमा आफ्नो पुर्खाहरूको ठाउँमा बसौँ, खुसी रहौँ। एकदम जे छ जति छ त्यसमा खुसी रहौँ। एकदम स्वास्थ्य ठुलो सम्पत्ति केही पनि होइन। बढी चाहिँ महत्त्वाकाङ्क्षी भएर धेरै ठाउँमा जे छ जति छ त्यसमा खुसी भएपछि स्वास्थ्य ठुलो सम्पत्ति पनि केही होइन, स्वास्थ्य ठुलो खुसी पनि केही होइन। आफ्नो परिवारसँग सँगै बसेर बिहान बेलुका सँगै खाने सँगै काम गर्ने स्वास्थ्य ठुलो सम्पत्ति। स्वास्थ्य खाना खाने, अर्ग्यानिक खाना खाने स्वास्थ्य राम्रो केही पनि होइन। विदेश भन्दा पनि होइन, बसाइ सराईको कुरा पनि त्याग्नुहोस्। र यही ठाउँलाई समृद्धि बनाउनको लागि सबै फर्किनुहोस्। अझै पनि केही बिग्रिए छैन। तपाईँहरू जहाँ हुनुहुन्छ नितान्त अनुभवको लागि हुनुहुन्छ, त्यो अनुभव लिएरै आउनुहोस्, हाम्रै फिल्डमा आउनुहोस्। मजाले चाहिँ सबै छ। ल धन्यवाद। तपाईँको जुन आशय हो एकदम सोलिड आशय रह्यो। अब चाहिँ सम्भव जे पनि छ, आखिर तपाईँहरू पनि एउटा चाहिँ बौद्धिकताकै खोजीमा अथवा एउटा सिर्जनाकै खोजीमा विदेशमा हुनुहुन्छ। तपाईँहरू पनि फर्किनुहोस्। तपाईँहरूको चाहिँ उहाँ सिकेको सिर्जनालाई यो माटोमा चाहिँ सिर्जित गर्न सक्यौँ भने हाम्रो चाहिँ भविष्य सुनिश्चित छ भन्ने किसिमको सन्देश भाइबाट आए जस्तो माने। र समग्रमा अब जे पनि धेरै भयो भने तितो हुन्छ। यही भिडियो पनि अब दिनभरि यहीँ खिचिरहन लागियो भने फेरि के गरिरहेको होला भन्ने हुन्छ। जति छोटो त्यति मिठो। हाम्रो यो कम्प्लिट रोपाइँ अब लगभग सम्पन्न हुँदैछ। केही समय रोपाइँ अझै अगाडि बढ्छ। फेरि अर्को भिडियोमा आउने गरी अहिलेलाई बिदा हुन चाहन्छु। र म प्रस्तुता देवीलाल पौडेल, नितान्त यहाँको चाहिँ कल्चर, यहाँको माटो संस्कृतिसित साह्रै भिजेको मान्छे।